ध्रुवचोक यो ठाउँको भिडियो चाहिँ मैले प्रायःजसो हालिरहन्छु। आखिर कहाँ छ त यो ठाउँ? कसरी भयो ध्रुवचोक? कस्तो भ्यू देखिन्छ र यहाँ कसरी आउने? कसरी भयो त ध्रुवचोक? यो कुरा बुझ्न हामी 2018 मा जानुपर्छ। 2018 मा लकडाउनमा के गरेर बस्ने खाली समय हुँदा गाउँमा केही सृजनात्मक काम गरौँ भनेर 8-10 जनाको युवा टोली मिलेर सामूहिक विचारले राम्रो भ्यू देखिने ठाउँमा एउटा प्रतीक्षालय बनाउने विचार भयो। तल बेसीबाट हिँडेर आउँदा थकाइ मार्नको लागि उपयुक्त ठाउँमा प्रतीक्षालय बनाउने निर्णय भयो। हालको ध्रुवचोक पहिले बरघर भनेर चिनिन्थ्यो। ध्रुव खनाल सामाजिक काममा सधैँ अगाडि बढ्ने, सबैसँग मिलनसार अनि यो प्रतीक्षालय बनाउँदा युथलाई सपोर्ट गरेको कारणले उहाँलाई नै समर्पित गरेर ध्रुवचोक नामाकरण गरिएको हो। पहिला बाँस र खरले बनेको ध्रुवचोकको प्रतीक्षालय अहिले कङ्क्रिट र जस्ता पाता हाली पुनर्निर्माण गरिएको छ। यस ध्रुवचोकबाट हामीले निकै मनमोहक दृश्य देख्न सकिन्छ। कीर्तिपुर र आसपासका क्षेत्र, सेरा, तम्लोक, पन्थे साथै सलल्ल बग्ने निस्ती खोलाको मनमोहक दृश्य हामीले देख्न सकिन्छ। रामपुर नगरपालिकाको वडा नम्बर 3 को ठुलो टाँडी भन्ने ठाउँमा अवस्थित ध्रुवचोक पुग्न तपाईहरूले गुगल म्यापको सहारा पनि लिन सक्नुहुनेछ।